अपराधीहरू जल्लादहरू जसको आदेशमा आगो झोस्ने काम गरेका हौ माफी मागेपछि क्षमा दिने त्यो तागत एमाले छ। माफी मागेनौ भने ऐन मौकामा आत्मसमर्पण गरेनौ भने घिसारेर कहाँ कारबाही गर्न पर्छ त्यो तागत एमालेसँग छ। सुन्नुभयो नि, यो मात्रै होइन, सम्पूर्ण एमालेको अहिलेको अभिव्यक्ति भनेको यस्तै छ। यसको मात्रै होइन कि हिजो सत्तामा हुँदा पनि यिनीहरूले यस्तै व्यवहार गरेका हुन्। सारा जनतालाई यति यिनीहरूले पेलेका हुन्, हेर्नुहोस् यति पेलेका हुन् नि, यिनीहरूले गर्न सकेको जति सबै गरेका हुन् के। त्यति गरेको भएरै जेएनजी युवाहरू उत्रिएर जेएनजी युवा सडकमा आएर यिनीहरू सत्ता बाहिर पुगेका हुन्, सत्ताच्युत भएका हुन्। सत्ताच्युत हुँदा पनि बाहिर बस्दा पनि अझै यसले यस्तो धम्की दिइरहेको छ। यसले त डाइरेक्ट दियो, अरूले पनि डाइरेक्ट दिइरहेको छ, तर इन्डाइरेक्टली सबैको एमाले जतिको अभिव्यक्ति भनेको यस्तै हो। हेर्नुहोस्, यिनीहरूलाई जिताएर भोलि बिहान हामीले फेरि सत्तामा पुऱ्यायौँ भने जेएनजी युवाहरू कसम भनिदिएको छु, जति पनि छन् नि जेएनजी युवाहरू, जति क्यामेरामा कैद भएका छन्, हिजो आन्दोलन गर्दा आगजनी हुँदा होस् अथवा जेसुकै गर्दा होस्, जति पनि क्यामेरामा कैद भएका छन् तिनीहरू सबैलाई यिनीहरूले कसैलाई छोड्दैन कि। यिनीहरू भनेको यति अपराधी छ। हेर्नुहोस्, यिनीहरूले आफ्नो पीडा मात्र देखेको छ, अरूको पीडा देख्दैन। मान्छे त्यत्रो ढले मरे, यिनीहरूले मारे, रगतको खोलो भयो, यिनीहरू कसैलाई देखेको छैन कि। यिनीहरूले सिर्फ आफ्नो घर जलेको, आफ्नो कार्यकर्ताहरू अथवा आफू सत्ता बाहिर भएको, सत्ताबाट भाग्न परेको, हेलिकप्टरमा चढेर झुन्डिएर भाग्न परेको, प्रधानमन्त्री पद खोसिएको, मन्त्री पद खोसिएका यिनीहरूलाई यति मात्रै छ, यति मात्रै पीडा छ। अरू चाहिँ ती बालबालिकाहरूलाई मारेर ती बालबालिका मरेका तिनका बाआमाहरूलाई कति पीडा होला, सारा नेपालीलाई पीडा भयो। तर यी एमालेलाई केही पीडा भएको छैन। अझै पनि यस्तो कहिले चाहिँ नि तपाईँको अराजकता भनेको छ, कहिले चाहिँ तपाईँको आतङ्ककारी भनेको छ। यसरी चाहिँ यिनीहरूले रात दिन आरोपमाथि आरोप लगाइरहेको छ। त्यो हुँदा यिनीहरूले भोलि बिहान जित्यो भने पनि कसैलाई छोड्नेवाला छैन, यिनीहरूले छोड्दैन पनि। हेर्नुहोस्, यिनीहरूको मनमा माया पनि छैन, धर्म पनि छैन। यिनीहरूले न धर्म सोच्छ न पाप सोच्छ यिनीहरू। त्यो हुँदा एमाले भनेको त्यस्तो मान्छे छ, त्यस्तो भइसकेको छ क्या अहिले। त्यही भएर यिनीहरूलाई कुनै पनि हालतमा जिताउनु हुँदैन। हेर्नुहोस्, जितिहाल्यो भने पनि सारा देश, सारा नेपाली एकजुट भएर यिनीहरूलाई फेरि हेलिकप्टरबाट चढ्ने चान्स पनि नदिकन यिनीहरूलाई धपाउनुपर्छ। त्यो हुँदा सबैजना सचेत हुनु होला। अहिले चुनाव अगाडि पनि, भोट दिनुभन्दा अगाडि पनि सबैजना सचेत भएर विवेक पुऱ्याएर मात्रै बरु एमाले बाहेक अरू जो कसैलाई दिनुहोस्, त्यसमा कुनै समस्या छैन। तर एमालेलाई कुनै पनि हालतमा भोट नदिनु होला। एमालेलाई भोट दिनुभयो भने तपाईँहरूले तपाईँहरूले धर्म पाप केही गर्नु पर्दैन कि। तपाईँहरूले अहिलेसम्म पापै गरेको छैन, मैले धर्म गरेछु भन्नुहुन्छ भने पनि एमालेलाई भोट दिनुभयो भने सबैभन्दा ठुलो पाप भनेको त्यही हुनेछ। हेर्नुहोस्, किनभने यिनीहरूले त्यत्रा अवध बालबालिकाहरूलाई खुलेआम मारेर कहीँ पनि श्रद्धाञ्जली व्यक्त गरेको छैन, उल्टै आतङ्ककारी घोषणा गरेको छ। यिनीहरूलाई शहीद घोषणा गर्नु हुँदैन भनेको छ। यिनीहरूको अभिव्यक्तिहरू तपाईँहरूले सुन्नुभयो होला, सुन्नु भएको छैन भने युट्युबमा जहाँ तहीँ पनि तपाईँहरू सुन्न सक्नुहुन्छ। त्यसैले अहिलेलाई होइन, सधैँलाई एमालेलाई बहिष्कार गर्नुहोस्। यो मेरो लगायत सम्पूर्ण 3 करोड नेपालीको तपाईँहरूलाई एउटा अनुरोध हो। नमस्कार।